धनपालथान गाउँपालिका 6 स्थित गजमातुलमा सोमबार दिउँसो भीषण आगलागी हुँदा एकजना बालिकाको जलेर मृत्यु भएको छ भने दर्जनौं घर पूर्ण रूपमा नष्ट भएका छन्। प्राप्त जानकारी अनुसार आगलागीमा परि 3 वर्षीय बालिका रेशमा खतुवा घटनास्थलमै जलेर मृत्यु भएको पुष्टि भएको छ। आगलागीबाट 12 परिवारका 16वटा घर टहरा र गोठहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै आगलागीले घरभित्र रहेका लट्टा कपडा, अन्नपात, नगद तथा अन्य घरेलु सामग्रीहरू समेत नष्ट भएका छन्। स्थानीय प्रहरी सेना, नेपाली सेना, सशस्त्र बल, दमकल तथा स्थानीय बासिन्दाहरूको सक्रियताका आगो नियन्त्रणमा लिएको हो भने आगलागी कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी गराएका छन्। प्रारम्भिक अनुसार घरभित्र प्रयोग गरिएको आगोबाट सल्किएर आगो फैलिएको हुन सक्ने आशाका साथ प्रहरीले जानकारी दिएका छन्। त्यसैगरी सबैहरू पनि घर बाहिर आगो बाल्दै हुनुहुन्छ भने अलिक होस पुर्याएर आगो बाल्नका लागि सबै सेनाहरूले जानकारी दिनुभएको छ।